हेर्न सक्नुहुन्छ गाइज होइन। वेलकम टु सबैजनालाई मेरो न्यू ब्लगमा। आजको ब्लग चाहिँ हामी उता कटारी हुँदै यता गाईघाटतिर आइरहेको छौँ होइन। अब आज चाहिँ यो मौसम पनि कस्तो हल्का फुल्का होइन, घाम लागे जस्तो मौसम छ, तर यताको सिन चाहिँ एकदम दामी छ है, बबाल छ। यहाँ हेर्न सक्नुहुन्छ पहाडमा यस्तै पहाड जस्तै टाइपको घर छ माथि होइन। अनि हामी चाहिँ अब जाँदै थियौँ होइन। अब बाटोमा यसो रमाइलो हेर्दै जान मजा भइरहेछ। आजको दृश्य मौसम पनि एकदम दामी छ होइन। चट्ट लाएर देख्न सक्नुहुन्छ पारी गाउँहरू कस्तो दामी है। जङ्गल बिचमा गाउँहरू छ, बस्तीहरू पनि धेरै छ। अनि ल अब त्यस्तै हो। अब हामी चाहिँ यहाँबाट कम्ती पनि अब गाईघाट पुग्न आधी घन्टा त नभनौँ 15 मिनट जति लाग्छ होला। सो त्यही हो। अब यस्तै छ होइन। यतातिर आज एकदम मौसमले पनि च्यालेन्ज गरेको छ, देख्न हेर्न सक्नुहुन्छ। अब हाम्रो यहाँनिर गुगल, हाम्रो गोल्डन गुगल पनि काठमाडौँबाट गाईघाट गएको अवस्थामा भेट भइरहेछ बाटोमा होइन गाइज। अनि त्यही हो। अब बाटो चाहिँ एकदम ठिक छ क्या। जुन मान्छेहरूलाई चाहिँ आजभोलि प्रायः जसो काठमाडौँ जान चाहिँ यही बाटो जान्छन्, प्रायः जसो छिटो बाटो पनि छ, एकदम राम्रो पनि बाटो छ यो। सो त्यही कारणले गर्दाखेरि सबैजना यही बाटो काठमाडौँ जानुहुन्छ होइन। यति भन्दै हस् त, म चाहिँ अब मेरो शब्दहरू यति भन्दै म यहीँनिर टुङ्गाउन चाहन्छु। अगाडि अब हाम्रो खाजा खाने ठाउँ आयो। खाजा खाने ठाउँ आएपछि अब हामी त्यहाँनिर बाइक रोकेर खाजा खान्छौँ। त्यस पछाडिको नेक्स्ट पार्ट कस्तो आउँछ हजुरहरूले हेर्न नभुल्नु होला। सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला है त। हस् त, धन्यवाद।